यात्रामा जानुभन्दा पहिला पूर्व तयारी। भिडियो बनाउँदा तथा यात्राको क्रममा चाहिने सामानहरू जस्तै मोबाइल चार्जर, ब्रस, कपडा इत्यादि। आजको यात्रा रहेको छ बेलबासदेखि भने बाइकको यात्रा कालिका नगरसम्म मात्र हुनेछ। बाइक राख्न मनोज गुरुङ दाईसँग भेट गरिसकेपछि अब राम्रोसँग जाऊ, अब राम्रोसँग आऊ, अब त्यही त अनि सुरक्षित जाऊ, सुरक्षित आऊ। हाम्रो यात्रा काठमाडौँसम्म कस्तो लागिरहेको छ? धेरै राम्रो छ, धेरै राम्रो लागिरहेको छ। अब हेरौँ बाटोमा के हुन्छ। ल बस, हामी यही स्कुटीमा जाँदैछौँ चौडासम्म। ट्राफिक नियमको पालना नगरी हामी अगाडि बढ्यौँ। बुटवलको चौरा चोक बिहानको समयमा विशेष चहलपहल देखिन्छ। सडकको दुवैतर्फ पसलहरू खुल्न थालेपछि स्थानीय बासिन्दा र यात्रीहरू दैनिक आवश्यकताका सामानहरू किनमेल गर्न व्यस्त देखिन्छन्। बसमा हिँड्नलाई अप्ठ्यारो हुन्छ भने के दिन आएर बमिकको औषधि अन्डेम हामी पनि औषधि खरिद गरी अगाडि बढ्ने तयारी गऱ्यौँ। हामी कुन गाडीमा जाने भनेर हेर्दैछौँ, अब गाडी चुज गर्दैछौँ। सद्दाम हुसेन र मेरो यात्रा रोयल स्टार बसमा हुने भयो। हामी बिस्तारै बिस्तारै गफ गर्दै अगाडि बढ्यौँ। बुटवलबाट करिब 1.5 घन्टाको यात्रापछि हामी बरघाटमा आएको छौँ। बरघाटबाट अब हामी दाउन्नेको बाटो हुँदै अगाडि बढ्नेछौँ। दाउन्नेको बाटो दुःख भए तापनि हाम्रो यात्रा भने सहज तरिकाले चलिरहेको थियो। भरतपुरबाट अमृत सापकोटा सरसँगै जाने भएकोले तयारी अवस्थामा बस्नको लागि जानकारी गराउने सल्लाह भयो। हामी यति बेला दाउन्ने क्रस भएर हङसी सिमेन्ट जाने बाटोसम्म आइपुगेका छौँ र यहाँ आइपुग्दाखेरिमा हाम्रो गाडीमा चाहिने पछाडिको चक्कामा नट बोल्ट ढिला भएको कारणले गर्दाखेरि दाइहरूले चाहिने नट बोल्ट कस्ने लगाइराख्नु भएको छ र हामी यहाँ अब 5-10 मिनट वेट गरिसकेपछि फेरि हाम्रो यात्रा चाहिने पुनः सुचारू हुनेछ। लामो यात्रा भएको कारणले केही समय टिभी हेर्दै केही समय गफ गर्दै त कुनै समय निदाउँदै हाम्रो यात्रा निरन्तर अगाडि बढ्दै गयो। काउसती पुगेपछि अमृत सापकोटा सरलाई खबर गर्नुपर्ने सल्लाह भएको थियो, तर निदाएको कारणले खबर गर्न सकेनौँ। कतै बाटो बनाउँदै थियो त कतै बनिसकेको बाटो हुँदै हामी करिब 5 घन्टामा भरतपुर पुग्न लाग्यौँ। भरतपुरमा पुग्न साथ मान्छे ओर्लिने तथा चढाउने गरेकोले केही समय बस रोकियो। यति बेरमा त आउँथ्यो कि त यहाँ टाउकोले राम्रो प्लास्टिक होला केही चाहिँ खाएको छैन। सभा 12 भइसक्यो, अहिले केही खाएको छैन। चौधो एक उल्टा हातमा चौधो छ, चौधो खाएपछि अब एकदिनमा भात छ नि फेरि। भरतपुरबाट हिँडेको केही समयपछि हामी आयौँ रामनगरमा। रामनगरमा अब खानको लागि होटलमा बसेका छौँ है। होटलमा जाँदैछौँ। के खाने भयो सद्दाम? सादा खाना यो सादा खाना। टेबलमा बस्नु जानु पर्दैन। भात ल्याइहाल्नु है, भात ल्याइयो। खानासाना खाइयो ओर्यो, अब गाडी चढ्न लागि यहाँ रमाइलो पाखा पखेरा हरियाली बस्तीहरू निहाल्दै हामी जुगेडी खोला पार गर्दै अगाडि बढ्यौँ।
हामी केही समयपछि धादिङको थाक्रेमा पुग्यौँ र गाडीमा डिजेल हाली फेरि अगाडि बढ्यौँ। दाइ ओ दाजु राम्रोसँग ल्याइदिनु भयो अब कहिले फेरि भोलि हुन्छ कि पर्सि हुन्छ फेरि गाडीहरू छ होइन हजुर ट्याक्सीमा हामी ट्याक्सी नचढी सिधै माइक्रोमा चढ्यौँ। यति बेला हामी सुन्दरमा आइपुगेका छौँ। अब केही समयमा रत्न पार्क पुग्नेछौँ र रत्न पार्कबाट हामी गाडीबाट झरेर पोखराको शिव नेउपाने सरसँग फोनमा कुरा गर्दै होटलमा 119 नम्बरको रुममा आइयो। आज हामी यही बसिन्छ दुईजना। अब भोलिको कार्यक्रम के हुन्छ? हिँड्दै जाने क्या सुशान्त नि हिँड्नु हो क्या हिँड्दै जाने होइन म त बुढो जाने। हामी यतिखेर नक्सालबाट म्याप हेर्दै हामी कहाँ जाँदैछौँ? जमल जाँदैछौँ होइन। तर हिँड्दै जाँदैछौँ हामी। खानासाना खाइओरिसकेपछि नक्सालबाट जमल जाने बाटोमा पर्ने नागपोखरी तथा अन्य स्थानहरू अवलोकन गर्दै हामी पैदल यात्रा हुँदै करिब 30 मिनटमा जमल पुगियो। हामी अहिले जमलबाट अब पशुपति हुँदै एयरपोर्टतिर जाँदैछौँ। हाम्रो आजको भइरहेको फ्लाइट छ 4 बजेको फ्लाइट छ। पशुपति जान्छ सर ल हामी पशुपति जाने एउटा यसलाई के भन्छ टेम्पो भन्छ हो टेम्पोमा जाँदैछौँ। ल आज टेम्पोको पनि अनुभव हुने भयो। यहाँबाट पैसा अझै कतै निस्किन्छ शिव सरको।
आएपछि फेरि त दिनुपर्छ नि त यहाँ सुक्खा खाएको फेरि आउँछ भनेर जम 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 यो कुन ठाउँ भन्छ दाइ ल दाइ बाई 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 ल मलाई बाई बाई गरे हजुर सबै जानुस् के सदामजी दाइले साथी मलाई बाई बाई गर्दिरा अरू त दाइले साथी भनेको गरे खर्ची भयो यहीबाट बाटो क्रस गर्ने हो होइन आज वैशाखको 29 गते सोमबारको दिन राम्रो दिनको दिन शुभ दिनको दिन हामी पशुपति मन्दिरमा आएका छौँ। वैशाख 28 गते हाम्रो यो काठमाडौँ ज्योति ग्रुपबाट हाम्रो मिटिङको लागि यहाँ काठमाडौँ आउने अवसर प्राप्त भयो र यो यसै मिटिङको अवसर पारेर आज सोमबारको दिन यो वैशाखको अन्तिम सोमबार पनि भनौँ आज बार तिथि पारेको र तिथि पारेर यहाँ पशुपतिनाथ मन्दिरमा आएको छौँ हामी अहिले चाहिँ हामी यता आर्यघाटमा आएको छौँ जुनको स्थिति मैले हेर्न सक्ने अवस्थामा छैन यहाँ खास के हुन्छ यहाँ यहाँ हात छिराउन सकेर लक भयो भनेदेखि आफूले सोचेको पुरा हुन्छ भन्ने विश्वास रहेछ। घुमेर हो ल अरू कसैले घुमेको छैन म त घुमेर पनि गरिदिन्छु ल बजीले पनि प्रयास गर्नुभएको छ उहाँले के छ सक्नुहुन्छ भन्ने प्रयास चाहिँ गरेकै हो हाम्रो सरको तर भाग्य जान्छ यहाँ अब जुत्ता 1 केजी झोला थियो झोला हटाएँ सागर सरको जुडुवा भेटिएको छ जुडुवा चाहिँ अहिले हामी एयरपोर्टमा हिँडिराखेको छौँ तर घाम भए पनि हावा चाहिँ सर्व हावा चलिरहेको छ एयरको पोर्ट त्यही भएर हावा खाइरहेको यहाँबाट जान मिल्दैन गाडी छिर्नु दुईटा मटङ्ग्राहरू एयरपोर्टमा फटाङ फटाङ गर्दै यति बेला देशको अवस्था हेर्नुपर्छ विदेश जानेको लहरको चाहिँ चलिरहेको छ ल अब हाम्रो टोली हिँड्यो त है त हाम्रो टोली उड्नको लागि हिँड्यो हामी अब अहिले चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छौँ म चाहिँ पोखराको लागि प्रस्थान छ भने त्यहाँ हाम्रो दुईजना सरहरू हुनुहुन्छ उहाँहरू चाहिँ बुटवलको लागि बुटवल भैरवा भनौँ ल भैरवाको लागि प्रस्थान हुँदै हुन्छ
हाम्रो झोला चेक जाँच गरिसकेपछि हामी भित्र गयौँ। अनि पोखरा हाल्छ अनि त्यहाँ फ्लाइट नम्बर हाल्छ, फ्लाइटको टाइम हाल्छ। तपाईँ 4 बजी छ फ्लाइट टाइम, फ्लाइट नम्बर अनि लोकेसन अनि त्यहाँ आएपछि चाहिँ आफै जानेपछि लाइन लगाएर अनि त्यहाँ गएर चेकिङ गर्ने आफ्नो लगेज छ कि ह्यान्डब्याग छ त्यो लाग्छ। हाम्रो करिब 1 घन्टाको बसाइमा काउन्टरमा बोर्डिङ पास लिनको लागि हल्का लाइन देखिन्छ, जहाँ हरेक अनुहारले आफ्नै गन्तव्य तोकेको हुन्छ। कता जानुहुन्छ सोधाइदेखि टाइममै फ्लाइट होला नि भन्ने कुराकानी प्राय यात्रुहरूको बोलीमा सुन्दै हामी पनि बोर्डिङ पास लिन काउन्टरतर्फ गयौँ। प्लेनसम्म पुग्नका लागि बस चढी करिब 5 मिनटमा प्लेनसम्म पुग्यौँ र लाइनमा बसी प्लेन चढ्यौँ। हाम्रो बाहिर पुरानो नदी 25 मिनटको लाइन छ र हामी 12:05 फिटको टाइममा आउनेछौँ। हामी हालको सुरक्षित तथा हामीलाई यात्राको लागि तत्पर आफ्नो सामान र सिट माथिको सामान कक्षमा आफ्नो सिट भनी राख्न अनुरोध गर्दछौँ। कृपया सिटदेखि बाँध्ने सङ्केतमा यहीसम्म सिटदेखि बाँधिराख्नुहोला। सुरक्षा कारणले गर्दा कृपया आफ्नो सम्पर्क त्यसै कारणले पूर्णतया बन्द गरिदिन हार्दिक अनुरोध गर्दछौँ। साथै लाइट्सको सबैजना तपाईँ 5 मिनट गरी सबै जानकारी गराउँदछौँ। हामी अर्को सुरक्षा तथा हामीलाई यात्राको सामना गर्दछौँ। धन्यवाद। बिस्तारै जमिन छोड्दै आकाशतर्फ गएको अनुभव लिँदै काठमाडौँ सहर, बादल, बस्ती तथा खोला नाला आकाशबाट निहाल्दै करिब 30 मिनटको यात्रापछि हामी भैरवा पुग्न लाग्यौँ। बिस्तारै आकाशबाट जमिनमा अवतरण गर्ने अनुभव लियौँ। हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवमा अवतरण गरेका छौँ। अहिले बाहिरको तापक्रम 38 डिग्री सेल्सियस रहेको छ। जहाजबाट टाइम अड्केसम्म र सिट पेटी बाँधे सङ्केत नपुगेसम्म कृपया आफ्नो सिटमा बसिदिनु हुन अनुरोध गर्दछौँ। सिटमाथिको सामान कक्षको ध्यान पुर्याउनु हुनको साथै जहाजबाट ओर्लनु अघि आफ्नो हाते सामानहरू लान नबिर्सिनु हुन अनुरोध गर्दछौँ। श्री एयरलाइन्सको पिकिङ फ्लाइट प्रोग्राममा यदि यहाँहरू सदस्य हुन चाहनुहुन्छ भने हाम्रा विमानस्थलका कर्मचारीहरूसँग सम्पर्क राख्नु हुन अनुरोध गर्दछौँ। यहाँहरूको यो उडान आरामदायी रहेला भन्ने आशा गर्दै फेरि पनि श्री एयरलाइन्सलाई सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ। नमस्ते, शुभ सन्ध्या। केही समय एयरपोर्टमा फोटो खिची एयरपोर्ट बाहिर निस्क्यौँ र ई रिक्सामा हाम्रो यात्रा बुद्ध चौकसम्म तय गऱ्यौँ। यात्राकै क्रममा भेट भएको बुवासँग कुरा गर्दै अगाडि बढ्यौँ। हजुर कुन
नआउनुहोसीमा सँगै आएको पछाडि पर्नु अगाडिको सिट खाली किन पछाडि यस्तो होला कि प्लेनलाई ब्यालेन्स मिलाउनलाई चाहिँ बनाउँछ सबै अगाडि राख्यो भने त डिसब्यालेन्स हुन्छ नि त त्यही भएर कहाँ त्यो ब्यालेन्स हुन्छ त्यो अनुसार चाहिँ राखेको यो बस्न पनि त्यही गर्नु पहिले पछाडिबाट भर्दै आउँदैन अगाडि पछाडि लाग्छ किनभने त्यो मान्छे मिल्यो भने म्युजिकमा ढ्याक्क राखेर अस्ति जाँदाखेरि म पनि अस्ति यसैमा गएको 26 गते यही सिँढीमै गएको अस्ति अलि हल्लायो कि तर राख्दाखेरि घन्टा केही गरेर आज पनि अलिक घचक्क भयो एकदम स्पिडमा अँ हामी ट्याक्सीमा बुटोलसम्म जाने सल्लाह भएकोले केही समय बुद्ध चोकमा ट्याक्सीलाई कोही ट्याक्सी आएपछि बुटोलसम्मको यात्रा तय गर्यौँ। यो यात्रा साधारण बाटो होइन, कहिले उकालो, कहिले उकालो, कहिले अँध्यारो त कहिले उज्यालो भरिएको हुन्छ। तर हरेक मोडले केही सिकाउँछ, केही छुटाउँछ अनि केही दिन्छ।